नमस्ते नमस्कार साथीहरु, म चाहिँ एसके सन्दीप तपाईहरुको बीचमा आज लिएर आइसकेको छु कतार भिजा फुल प्रोसेस 2025। यो भिडियो चाहिँ तपाई पुरा हेर्नु होला। पुरै भिडियो हेरेपछि तपाईलाई बल्ल थाहा लाग्छ कि के कस्तो हो। हामीले गल्फ कन्ट्री कतार जाने मान्छेहरुले कुनै मेन पावरमा इन्टरभ्यु दिएछ, त्यसको सिलेक्सन भइसकेछ र त्यसको भिजा एप्लिकेसन पनि भइसकेछ भने त्यसको भिजा चाहिँ 24 घण्टा भित्र अन्डर प्रोसेसमा आइहाल्छ। अन्डर प्रोसेसमा भित्र तपाईले केही कतारमा केही तपाईको माथि इलिगल केसहरु त छैन, त्यो चेक 24 घण्टा भित्र भइहाल्छ र तपाईको भिजा अन्डर आउटसाइड प्रोसेसमा गइहाल्छ। अन्डर आउटसाइड प्रोसेसमा गइसकेपछि तपाईको मेन पावरले तपाईको लागि कतार भिजा सेन्टरमा अपॉइन्टमेन्ट लिन्छ र तपाईले कतार भिजा सेन्टरमा अपॉइन्टमेन्ट दिएको डेट टाइममा एन्ट्री गर्नुपर्छ। एन्ट्री गरेपछि तपाईको मेडिकल चेकअप हुन्छ, छातीहरु स्क्यान हुन्छ। त्यो भइसकेपछि तपाईको भिजा चाहिँ रेडी टु प्रिन्टमा आइहाल्छ तपाई फिट हुनुहुन्छ भने र तपाईको भिजा प्रोसेस रेडी टु प्रिन्टमा आइसकेपछि तपाईको जुन कम्पनी स्पोन्सर रहेछ तपाईको भिजाको त्यसले तपाईको भिजा फी पेड गरिसकेपछि तपाईको भिजा प्रिन्ट भइहाल्छ। प्रिन्ट भिजा हामीले आफ्नो मोबाइलबाट चेक गर्नको लागि तपाईले कतारको भिजा आफ्नो मोबाइल फोनबाट चेक गर्नको लागि तपाई आफ्नो मोबाइल फोनमा कुनै पनि ब्राउजर ओपन गर्नु र यसमा सर्च गर्नु कतार भिजा चेक सर्च गर्नु र सबैभन्दा माथिको वेबसाइट moi.gov.qa यस वेबसाइटमा आइसकेपछि तपाईले भिजा सर्भिसमा जानु र तपाईसँग भिजा नम्बर छैन तर तपाईसँग पासपोर्ट नम्बर छ। यसमा तपाई आफ्नो पासपोर्ट नम्बर राख्नु र यहाँ कन्ट्री चाहिँ सिलेक्ट गर्नु। र यो 280 छ नि त्यो कोड राख्नु 280 र सबमिट गर्नु। तपाईको भिजा प्रिन्ट भइसकेछ। भिजा नम्बर, नेम, नेसनलिटी, पासपोर्ट नम्बर, भिजा ओनर, जेन्डर, टाइप, भिजा टाइप, ट्राभल इंडेक्स, स्टे ड्यूरेशन, डेट अफ इश्यू, भिजा भ्यालिडिटी, भिजा स्टेटस। द भिजा इज भ्यालिड टु युज ग्रीन रहेछ र प्रिन्ट हेर्नको लागि यहाँ चाहिँ हेर्न पाउँछ प्रिन्ट भिजा, यसमा क्लिक गर्नु। र यो चाहिँ बिग अपडेट रहेछ कतार भिजाको, तपाई हेर्न पाउनुहुन्छ। यसरी नै आफ्नो भिजा चेक गर्नु। कुनै समस्या आएमा हामीलाई कन्ट्याक्ट गर्नु।